माई गुडनेस साथीहरु तपाईहरु बिलिभ पनि गर्न सक्नुहुन्न होला कि काठमाडौँको जमलमा पनि यस्तो डेन्जर पानी छ नि आज। ल त्यो गाडी नै बिग्रेर बिचारा त्यहाँ राखे भयो त। हेर उताबाट आउँदा आउँदै त्यो ट्याक्सी त्यस्तै छ। यो चाहिँ काठमाडौँको ठमेलमै हो है, नेपालको राजधानी काठमाडौँको ठमेलमा अलिकति पानी पर्यो भने चाहिँ यस्तो हुँदो रहेछ। यहाँ पुरै तालै बन्दो रहेछ। सरकारले के गरिरहेछ यहाँ, के छ यो ढलहरु व्यवस्थापन राम्रो छ कि छैन यहाँको? पुरै तालै छ के। ल यता स्कुटरहरु बाइकहरु चलाउँदाखेरि यस्तो अवस्था छ। यो कुराहरु चाहिँ सरकारले अलिकति ध्यान दिनु पर्यो है। प्लिज बीचबीचमा खाल्डोहरु छ भने त फेरि मान्छेको एक्सिडेन्ट हुने हैन, डेन्जर हुन सक्छ। त्यसले गर्दाखेरि झन् अब बर्खा आउँदैछ, आज जेठ 14 गते, अब बर्खा लाग्दैछ। सो यहाँ चाहिँ अलिकति मिलाएर तपाईहरुले भन्ने सरकार अब उहाँ आफ्नो कुर्सी जोगाउन बचाउनमा ठिक्क छ भनेपछि यो दुःख पाउने भने हामी तपाईहरु हामी जस्तो सर्वसाधारण मान्छेहरुले हो है यो बाटो हिँड्नेमा। त्यसले गर्दाखेरि चाहिँ कसरी हुन्छ यो म्यानेज गर्नु पर्यो है। अनि यत्रो सरकारले कर उठाएको छ, खै त अनि व्यवस्थापन राम्रो गरिदिनु परेन बाटोको। बाटोलाई चाहिँ राम्रो हुनु पर्यो नि त। मान्छेहरु भिज्दै कसलाई त रहर हुन्छ, त कसलाई रहर हुन्छ पानीमा भिज्ने। हामीलाई त गाह्रो छ नि त, काम गरेर अब घर जाउँ भनेर यस्तो लागेको हो नि त। अब घर जाउँ भनेर जान खोज्यो भने कहाँनिर खाल्डो छ कहाँनिर के छ थाहा छैन हो। कति धेरै खाल्डोहरू छ यो ठमेलको बाटोमा पनि। अनि त्यो खाल्डोमा जाकेर मान्छे केही भयो भने यो भएन सरकार प्लिज है। यो हुँदै भएन प्लिज। यो कसरी हुन्छ ठमेलमा चाहिँ राम्रो मेन चाहिँ यो हिँड्ने बाटो गर्दै हुनु पर्यो क्या यार। यस्तो खतम छ यार बाटो यार, कसरी जानु यो। ओहो ल पानीको भाप त झन् बढिरहेछ हो गाइस। ट्याक्सी आइरहेको थियो फर्किसक्यो, यो गाडी पनि बाइक पनि फर्किसक्यो। सकिन्छ त अब त्यो ट्याक्सी किन उत गरेर 3-4 चोटि आउनु खोज्यो तर आउनु सकेन हो कि के हो है। ओ माई गॉड सरजी। ल यो गाडी अघिदेखि फर्किरहेछ बिचारा, यहाँभन्दा जानु सकेन। माई गुडनेस साथीहरु तपाईहरु बिलिभ पनि गर्न सक्नुहुन्न होला कि काठमाडौँको जमलमा पनि यस्तो डेन्जर पानी छ नि आज। ल त्यो गाडी नै बिग्रेर बिचारा त्यहाँ राखे भयो त। हेर उताबाट आउँदा आउँदै त्यो ट्याक्सी त्यस्तै छ। त्यो ट्याक्सी बिग्रिसक्यो। यो गाडी हेर कति धेरै पानी छ, जमलको चोकमा हो यो चाहिँ। ओ माई गॉड। ल यो अर्को गाडी पनि के ल हेर त्यो बाइकलाई हेर गाइज। ल ओ माई गॉड हो के हो यार, पानी डेन्जर पर्यो त है। गणतन्त्र दिवस भनेर ठ्याक्कै आजको के हो यो। ल ओ माई गॉड। ल तब त्यो कारै त्यो ट्याक्सी नै बिग्रियो क्या त्यहाँ बिच बाटोमै अड्डै भयो। अब यहाँ कति त्यो गाडी पनि त्यो ठुलो गाडी पनि बिग्रेर अड्डिरहेछ। त्यो ठुलो गाडी पनि बिग्रेर अड्डिरहेछ। अनि म त्यो बाटो नै आएँ क्या आउन चाहिँ बाइक ल्याएर। ओ माई गॉड म कस्तो लकी भनौँ। थ्याङ्क यू सो मच गड है। ल ट्याक्सी त्यस्तो छ अवस्था हेर त। जमलमा यस्तो छ, ठमेल पुरै भरिसक्यो त्यहाँ, ट्याक्सीहरू पुरै भरिसक्यो त्यहाँ। तर यार यस्तोसम्म यो ढलको अलिकति व्यवस्थापन राम्रो गरिदियो भने त राहत पाउँथ्यो होला नि त यस्तो गाडी बाइकहरूले। ल यसरी हिँड्नु परेको छ, मान्छेको ज्यानको जोखिम छ क्या यहाँ। काठमाडौँमा परेको पानीले यो बिचारा ट्याक्सी यो के अरे यो भ्यान नै बिगारिदियो। अनि उता पर एउटा ट्याक्सी बिगारिदिरहेछ। अनि सो यस्तै नै छ आजको माहौल साथीहरू। तपाईहरु देख्न सक्नुहुन्छ यो ट्याक्सी बल्ल त लायो। ल जमलमा यस्तो छ क्या आज। जमलमा काठमाडौँ भ्याली लायक सब यस्तै हुनसक्छ क्या आज। म घर कसरी जाउँ भइरहेको छु, कुन बाटो जाउँ भइरहेको छु आज म होइन। टाइम यस्तो भइसक्यो, रातिको टाइम 1 बज्नाइसक्यो। पुरै समुद्रको जस्तो छाल छ यार। बाइक एउटा ट्याङ्कर पनि अड्डै भएको छ बिचारा। निकै ठुलो पानी परेको कारण यहाँ आज यस्तो छ, सडक अस्तव्यस्त छ साथीहरू। तपाईहरु यो पनि हेर्न सक्नुहुन्छ। गाडीहरू ट्याक्सीहरू बिग्रिरहेछ, त्यत्रो ठुलो ट्याक्सी पुरै खोला बगिरहेछ क्या बाटोमा। यो सबै अब विकास गर्दाखेरि विनाश गरेर बनाइएको संरचनाहरूदेखि लिएर हरेक कुराहरूले है दिगो विकास नभएको कारणले गर्दाखेरि यो सब भइरहेको हो। तर अब यो बाटो भनौँ न बाटो बनाउँदाखेरि अलिकति ढलहरू मिलाएर हाल्नुपर्ने हो।
होइन। यो त अब हामीले होइन नि त, सरकारले हो नि त यो त होइन। कसरी हुन्छ यो, अलिक ठुलो हेमपाइप हालेर हुन्छ कि पानीलाई व्यवस्थापन गर्न सक्ने होइन। ठुलो पानी आउँदाखेरि कसरी, ठुलो पानी आउँदाखेरि ढलको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर त यो सरकारहरूले हो नि त, ठुलो मान्छेहरूले हो नि त यो एनालाइसिस गरेर बुझेरै मात्रै हाल्नुपर्ने हो नि त। ओइ दाइ बिचरा भिजायो दाइलाई सबै। मलाई नि भिजाउन सक्छ, म चाहिँ भाग्छु अब। यस्तो छ अवस्था साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ लाइभ हो यो चाहिँ अहिले काठमाडौँको धरहरा त्यहाँ नजिकै छ। सो यस्तो छ अवस्था, हेर्नुहोस् पानी ल्याएर साथीहरू। चिसो पनि त्यस्तै चिसो छ यो पानी त। हट जाम पऱ्यो क्या के अरे भिजाइरहेको बेला यस्तो जाडोमा मलाई भिजायो पानीले भिजाएको बेलामा फेरि जाम। सरी म हिँडिदिन्छु सर, अहिलेलाई मलाई माइन्ड नगरिदिनुहोस् प्लिज, किनभने मर्नुभन्दा बौलाउनु बेस। म जान्छु, म कुर्दैन आज। यो पानीले भिजायो त भोलि रुगा खोकी आच्छ्यौ है। साथीहरू मेरो मोबाइल भिजाउन सक्छ अब पानीले, त वाटरप्रुफ नै बन्छ यसका बाजेले। एक्चुली वाटरप्रुफै होला नि त भनेर आधी घन्टा जस्तो मस्तले पानी मुनि हालेर खिचेको भिडियो। साला मोबाइल बिग्रिएर 4000 रुपियाँ चुना लागेको छ त्यतिखेर। साथीहरू यस्तै हो अब आजको भ्लग है। के कस्तो लाग्यो, इन्ट्रेस्टिङ टाइपको छ भने कमेन्ट गरिदिनु होला। हजुरहरूलाई कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गरिदिनु होला। म कहिलेकाहीँ पट्याङ पुट पारेर बोलिदिरहेको छु, जस्तो यो रमाइलोको लागि हो साथीहरू। रमाइलोको लागि बोल्नुपर्ने हुन्छ हामी जे पनि, तर हामी कसैको ज्यान मार्ने हिसाबले बोल्दैनौँ। थ्याङ्क यू। ठाउँमा यस्तो रहेछ यार। ल ओके साथीहरू, अब म घर नजिकै पुगेँ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। स्टे ट्युन इन नेक्स्ट भ्लग। अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छु हजुरसँग। ओके बाई बाई, टेक केयर। ओके बाई बाई, टेक केयर। अनि रातिको टाइममा रेनसुट चाहिँ बोकेर हिँडिदिनु होला। प्लस त्यस्तो बाढी भएको ठाउँमा चाहिँ अलिकति नहिँडिदिनु होला। म त अब अवस्थै त्यस्तो परेर हिँड्ने हो, नत्र हिँड्दै हुँदैन त्यस्तोमा। ओके त्यही भन्दै आफ्नो ज्यानको ख्याल गर्नु, जहाँ हुन्छ राम्रोसँग बस्नु। त्यही हो। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। स्टे ट्युन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच, बाई बाई, गुड नाइट। निकै ठुलो पानी परेको कारण यहाँ आज यस्तो छ, सडक अस्तव्यस्त छ साथीहरू। तपाईँहरू यो पनि हेर्न सक्नुहुन्छ, गाडीहरू ट्याक्सीहरू बिग्रिरहेको छ। त्यत्रो ठुलो ट्याक्सी पुरै खोला बगिरहेको छ क्या बाटोमा। यो सबै